फेरि पनि नमस्ते। जस्तो बागलुङ जिल्लाको बडिघाट गाउँपालिकामा चाहिँ थामाचौरमा खानेपानी चाहिँ कुवाको पानी खाइरहेका, त्यो पानी चाहिँ अलिकति फोहोर हो, असाध्यै फोहोर हो। त्यही पानी ल्याउन पनि 2-3 घन्टा जानुपर्ने स्थिति भन्नेबारे कमल भुषाल यात्रीले चाहिँ एउटा भिडियो बनाएपछि भिडियो भाइरल भयो। सायद त्यहाँको अब समाधानका बाटाहरू खोज्न पनि थाले, प्रतिनिधिहरूले त्यो कुराहरू पनि गरे, प्रतिबद्धता पनि गरे, अगाडि बढ्न खोज्दैछन्। तर फेरि के भन्दैछन् कतिपयले भने त्यो समाज त्यहाँ कतै मिटिङमा कतै बैठकमा भिजको लागि यस्तो गर्ने हैन, पोषण मैत्री यो हाम्रो ठाउँलाई हैन, यस्तो खालको कुराहरू गर्ने, यो चाहिँ नहुने कुरा हो, यस्तो गर्न हुँदैन, हामीले कानुनी उपचार खोज्न पर्छ भनेर त्यहाँका प्रतिनिधि हुन्, कुन पार्टीका हुन्, उनले चाहिँ त्यस्तो भन्दैछन्। अब जे भने पनि त्यो चाहिँ कुरा त उठाउन पाइयो नि त। पोखरीको पानी त्यहाँ बगाइदा त्यो फिल्म होइन, त्यो कहानी होइन, त्यो सुटिङ होइन क्या। प्रत्येकले ढोका बोकेछन्, प्रत्येकले घाग्री बोकेछन्, अनि त्यहाँ गएर चाहिँ त्यो पानी बोकेर लगेका छन् कि। अनि उनीहरू के भनेछन् भन्दा यसलाई तताएर खाने भनेछन्। अनि कुनै त्यो भिडियोमा के भनेका छन् भन्दाखेरि कतिपय कहाँका मान्छेहरू, पाहुनाहरू, त विद्यार्थीहरू को त्यहाँ गएका, अनि बिहानमा मुख धुने पानी नभएर कोक स्प्राइटले मुख धोका छन्, 3-4वटा कोक स्प्राइटले मुख धोका हुन् भन्ने कुरा पनि त्यहाँ गरेका छन्। भनेपछि कोट प्यान्ट लाएर हैन, समाजवाद र साम्यवाद र कम्युनिस्टको कुराहरू गर्ने, अनि गणतन्त्रको नेपालमा चाहिँ त्यो जे पनि गर्न मिल्दैन। गरिबको, दुखीको, पीडितको कुरा सुन्नुपर्छ। सुकिलो मुकिलो भएर हिँडेर दुनियाँ गरेर अब यो चाहिँ माथि कोठामा बसेर कागजको रूपमा चाहिँ कतिपय ठाउँ, कतिपय गाउँपालिकामा पोषण मुक्त मात्रै नभएर हरेक कुराहरूको त्यस्ता कुराहरू गर्दै जाने, कागज मिलाएर खाने, यो कुराहरू खासै राम्रो छैन। गरिबका झुपडीहरूको देख्नुस्, अनि एउटा स्कुलदेखि अर्को स्कुलमा जानलाई कति टाढा भइरहेका, स्कुलका विद्यार्थीहरू घटिरहेका, वन बढेको बढी हैन, बादल र बदलले सखा पारेको पारी, बसाइ सराई गरेको गरी, अनि फेरि एउटा सन्तान पनि चाहिँ कम सन्तान जन्मिने है, जन्मे पनि मान्छेले चाहिँ श्रीमान एकतिर श्रीमती एकतिर भइरहेका, रोजगार नभएको, यो कुराहरूलाई बरु कुरा उठाउनुहोस्। त्यो कमल यात्रीसित झगडा गरेर फाइदा पनि छैन। हामीहरू त कमल यात्रीको यो कुराप्रति त देशैका सबै युवाहरूले यो कुरालाई पोजिटिभ ल्याएका छौँ, हामीले यो कुरालाई नेगेटिभ ल्याएनौँ। ठग्न अब पहिलाका सत्ताहरू, पहिलाका सरकारहरू अथवा पहिलाको प्रविधिले ठगेथ्यो, अब यसरी ठग्न मिल्दैन। उहाँले भनेको कुराहरूलाई निष्पक्ष रूपमा त्यो चाहिँ त्यहाँको चाहिँ खानेपानीको समाधान गर्नुहोस्। यदि सक्नुहुन्न भने अब चाहिँ वैकल्पिक विकल्प गर्नुहोस्। पानीको ट्याङ्करबाट पानी ल्याएर हो भने जनतालाई ट्याङ्करबाट भर्दै ट्याङ्कीबाट घर घरमा दिने व्यवस्था भने मिलाउनुहोस्। त्यही पैसा